नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। विराटनगरमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु। काङ्ग्रेसको विधान मस्यौदामा शीर्ष नेताहरूबीच सहमति जुट्यो, केन्द्रीय कार्य समितिबाट अनुमोदन हुन बाँकी। बिना इजाजत भुक्तानी सम्बन्धी कारोबार गर्नेमाथि कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी। मुलुकलाई समृद्ध बनाउन सरकारले पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएको भौतिक पूर्वाधार मन्त्री महासेठको भनाई। र ए डिभिजन लीगको 10औं चरणको पहिलो खेलमा मछिन्द्र क्लबको जित, सरस्वती 4-2 गोलले अन्तरले पराजय। अब समाचार विस्तारमा। मोरङको विराटनगर महानगरपालिका 4 बरगाछी चौकस्थित कोशी राजमार्ग हिजो साँझ तेल बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको 28 प 3856 नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना 7 ख 4626 नम्बरको तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार मोरङ पथनरीचरे गाउँपालिका 10 बस्ने 22 वर्षीय हिमा कार्कीको मृत्यु भएको हो। ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरले नियन्त्रणमा लिएको छ। महोत्तरी कारागारका एक कैदीको आज मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्ला तत्कालीन धनौजी गाविस वडा नम्बर 4 घर भएका रामनाथ मण्डल रहेका छन्। धानुक 2074 भदौ 5 गते लागू औषध र गाजा मुद्दामा जिल्ला अदालत धनुषाको फैसला अनुसार 1 वर्ष 8 महिनाका लागि जलेश्वर कारागार चलान भएका थिए। मण्डल जेल चलान हुनु अघिदेखि नै नशा सम्बन्धी रोगले ग्रसित थिए। सोही रोगकै उपचारका क्रममा जिल्ला अस्पताल जलेश्वरमा उनको मृत्यु भएको महोत्तरी कारागार प्रशासनले जनाएको छ। सप्तरीको कञ्चनरूप नगरपालिका 5 की 16 वर्षीय अनिता सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्। आज बिहान घाँटीमा साडीको पासो लगाई झुन्डिएर मृत अवस्थामा उनी फेला परेको प्रहरले जनाएको छ। राति खाना खाएर सुतेकी उनी बिहान झुन्डिएको अवस्थामा फेला परेपछि बुबा पुरनले सदाले प्रहरलाई खबर गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएका घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। अपन न्युजमा अब व्यावसायिक विश्रामपछि काङ्ग्रेसको विधान मस्यौदामा शीर्ष नेताहरूबीच सहमति जुट्यो, केन्द्रीय कार्य समितिबाट अनुमोदन हुन बाँकी। बिना इजाजत भुक्तानी सम्बन्धी कारोबार गर्नेमाथि कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी। र मुलुकलाई समृद्ध बनाउन सरकारले पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएको भौतिक पूर्वाधार मन्त्री महासेठको भनाई। पछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुभाष नेकमाङले सरकारको बचाउ गर्न भएको छ। गत शनिबारदेखि जारी पार्टी स्थायी समितिको आजको बैठकमा अध्यक्ष दय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै संसदीय दलका उपनेता नेकमाङले सरकारको काम कारबाहीप्रति आफू सन्तुष्टि रहेको प्रतिक्रिया दिनुभएको हो। सरकारको काम कारबाहीलाई लिएर धेरैजसो नेताहरूले असन्तुष्टि जनाइरहेका बेला उपनेता नेकमाङले सरकारले धेरै महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै त्यसको प्रचार जनस्तरमा पुर्याउन पनि पार्टीका नेताहरूलाई आग्रह गर्नुभयो। उहाँले पार्टी एकताको सन्देश स्थानीय तहमा पुर्याउन ढिलाइ गर्न नहुनेमा पनि जोड दिनुभयो। उपनेता नेकमाङले विवादास्पद एसिया प्यासिफिक सम्मेलनको पत्रमा सरकार र सङ्घीय संसदको लोगो प्रयोग गरेकोमा भने असन्तुष्टि व्यक्त गर्नुभयो। यसअघिको बैठकका नेता भीम रावल लगायतका नेताहरूले सो सम्मेलनमा सहभागी भएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्मआलोचना गर्नुपर्ने माग गरेका थिए। कतिपय प्रसङ्गमा प्रश्नहरू उठेका छन्। यो सबै सन्दर्भमा छलफल गरेर पार्टीले सरकारले अगाडि बढ्नुपर्छ। यो सन्दर्भमा हामीले हाम्रो विरुद्धमा आएका कुराहरूलाई राम्रोसँग खण्डन गर्न सकेका छैनौँ। हामीले गरेका राम्रा कुराहरू जनता समक्ष यति गऱ्यौँ भनेर राम्रोसँग राख्न सकेका छैनौँ। त्यसको कारण के हो त भन्दा हामीले पार्टीको एकता जुन ऐतिहासिक गऱ्यौँ नि त्यसलाई तलसम्म पुर्याउन सकेका छैनौँ, विस्तारित गर्न सकेका छैनौँ। त्यसले गर्दा हाम्रो विरुद्धका गलत कुराहरूलाई खण्डित गर्न सकेका छैनौँ
हामीले गरेका राम्रा कुराहरूलाई पुर्याउन सकेका छौँ। आयोजन गर्ने आयोजकहरूले गरेको निमन्त्रणा पत्रमा सरकारको लोगो र संसदको लोगो प्रयोग भएको मैले पाएँ। सरकार र संसद दुवैले हाम्रो लोगो त्यहाँ रहनुपर्ने होइन, किनभने हामी त आयोजक होइनौँ भनेर भन्नुभएको पाएँ। यो चाहिँ ठिक भएन भनेर भनेको छु। तपाईँलाई पनि ठिक लागेन यो? मैले भने नि, मेरो शब्दै भने। आजको बैठकमा नेङमाङ, ईश्वर पोखरेल, नारायण काजी श्रेष्ठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा, अमिक शेरचन सहित 7 जना नेताहरूले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए। नेकपा स्थायी समितिको बैठक भोलि पुनः बस्नेछ। भोलिको बैठकमा नेताहरू राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिने र आइतबार बस्ने बैठकमा सदस्यहरूले उठाएको प्रश्न जवाफ अध्यक्ष दय ओली र दाहालले दिनुहुने पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। कमरेड ईश्वर पोखरेल, कमरेड सुभाष नेम्माङ, कमरेड छविलाल विश्वकर्मा, कमरेड गोकर्ण विष्ट, कमरेड मणि थापा, कमरेड अमिक शेरचन भोलि 8 बजे बिहान फेरि बैठक बस्नेछ। भोलिको बिहानको बैठकमा राजनीतिक प्रतिवेदनमाथि विचार राख्ने क्रम सम्भवतः अन्त्य हुन्छ र त्यस पछाडि अध्यक्ष कमरेडहरूले आएका विचारहरूलाई अध्ययन गरेर के गर्ने भन्ने बारेमा छलफल हुन्छ। त्यसको निम्ति अध्यक्ष कमरेडहरूले आवश्यकता देख्नु भएको खण्डमा भोलि नै सचिवालयको बैठक पनि हुन सक्छ र त्यस पछाडि सम्भवतः पर्सि अध्यक्ष कमरेडहरूले राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा व्यक्त विचारहरू, धारणाहरूका सन्दर्भमा आफ्नो जवाब प्रस्तुत गर्नुहुनेछ। गत शनिबारदेखि जारी नेकपा स्थायी समिति बैठकमा पार्टी एकताको सन्देश दिन नसकेको भन्दै पार्टी नेतृत्वको र जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। नेपाली काङ्ग्रेसको विधान मस्यौदामा सहमति जुटेको छ। शुक्रबार बिहान पार्टीको शीर्ष नेताहरू बीच सहमहामन्त्रीको संख्या 7 जना सहित पदाधिकारी संख्या 13 जना पुर्याउने विषयमा सहमति जुटेपछि विधान मस्यौदामा देखिएको विवाद अन्त्य भएको हो। सो सहमतिलाई केन्द्रीय कार्य समितिको आज अपराह्न बस्ने बैठकले अनुमोदन गरेपछि भोलि महासमिति बैठकमा पेश हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। शीर्ष नेताहरूबीच सभापति तथा कोषाध्यक्ष, 1 उपाध्यक्ष, 2 महामन्त्री समावेशिता 7 जना पुर्याउने सहमति जुटेको छ। र तपाईहरुले निश्चित सहमति गरेको छ। त्यसबारेमा अहिले मैले डिटेल व्याख्या त गरिनँ, किनभने त्यो केवल सहमति हो। नेतृत्व तहमा भएको विषयलाई सहमति भनिन्छ, तर केन्द्रीय कार्य समितिले टुङ्गो गरेपछि त्यसलाई सहमति नभनेर त्यसलाई निर्णय भनिन्छ। त्यसकारण हाम्रो संस्थागत प्रक्रिया बमोजिम केन्द्रीय कार्य समितिमा प्रस्तुत भएर त्यसमा पनि साथीहरूको थोरै राय लिएर अनि केन्द्रीय कार्य समितिले त्यसलाई माइनोट सकेपछि आधिकारिक रूपमा त्यसलाई निर्णयको रूपमा सार्वजनिक गरिन्छ, यहाँ प्रस्तुत पनि गरिन्छ र प्रवक्ताको रूपमा मैले त्यसबेला व्याख्या पनि गर्नेछु। तर अहिलेलाई मैले भन्दै गर्दा सन्त नेता कृष्णप्रसाद भट्टराईको 95औं जन्म जयन्ती भोलि पुसको 7 गते नेपाली कांग्रेसको जारी महासमितिको बैठक पार्टीको केन्द्रीय कार्यालयमा भोलि विधानको त्यो संशोधित मस्यौदा केन्द्रीय कार्य समितिबाट आज पारित भएर भोलि प्रस्तुत हुने अवस्थामा छ। राजनीतिक दलहरू नेताहरूबीच विधान मस्यौदामा सहमति नजुटेकै कारण कांग्रेस महासमिति बैठक लम्बिएको थियो। पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले पनि महासमितिका सदस्यहरूले पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन्। भोलिको बैठकमा भने विधान प्रतिवेदन पेश हुनेछ। पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले सो प्रतिवेदन पेश गर्नुहुने र यसअघि प्रस्तुत भएका अन्य 4वटा प्रतिवेदनहरू पनि सँगै पारित हुने कांग्रेसले जनाएको छ। महासमिति बैठकबाट कांग्रेसले नयाँ ऊर्जा प्राप्त गर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गर्नुभयो। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले इजाजत बिना नै भुक्तानी सम्बन्धी कारोबार गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ। अर्थमन्त्री खतिवड़ाले अनलाइन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमकारी निकायमा आबद्ध हुन पनि व्यवसायीहरूलाई सचेत गराउनुभयो। आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा भुक्तानी तथा फर्स्योर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 माथिको छलफलमा भाग लिँदै उहाँले विदेशी मुद्रालाई
अपचलन नहुन दिन पनि सरकारले सो विधेयक ल्याउनु परेको स्पष्ट पार्नुभयो। नेपालमा तपाईँ एउटा एप खोलेर अनि त्यो एपबाट पनि त्यो एपबाट गरिदिने र जाने चलन छ। अनि त्यसको त्यो भुक्तानी पाउने चाहिँ निकाय मुलुकको चाहिँ सीमाभित्र नहुनेसम्म पनि देखियो। त्यसो भएको कारणले विदेशी मुद्राको चुहावट हुने पनि यसबाट डर भयो। नेपालमा कुनै पर्यटकले आएर खर्च गर्यो, खर्च गरेर उसले डलरमा भुक्तानी गर्नुपर्ने ठाउँमा उसले एप्सको माध्यमबाट भुक्तानी गर्यो। अर्थमन्त्री खतिवडाले भुक्तानीमा जालसाजी हुन नदिन सरकारले नेपाल राष्ट्र बैङ्कका गभर्नर अध्यक्षतामा समिति नै गठन गरेको पनि स्मरण गराउनुभयो। उहाँले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले सो सम्बन्धी ब्याङ्किङ प्रणालीको विकास गर्न लागिरहेको जानकारी दिनुभयो। नेपाल राष्ट्र बैङ्कको गभर्नरकै अध्यक्षता र समग्रमा नेपालको वित्तीय प्रणालीमा स्थायित्व ल्याउने, अस्वाभाविक प्राकृतिक किसिमका कारोबारहरूलाई पनि व्यवस्थित गर्ने, मुद्रा सम्पत्ति शुद्धिकरणका सम्भावनाहरूलाई पनि रोक्ने र त्यहाँ जालसाजी अथवा फ्रड हुन सक्ने, भुक्तानीको माध्यमबाट जालसाजी हुन सक्ने कुराहरूलाई समेत रोक्नुपर्ने भएको हुनाले ती कुराहरूलाई समेत कानुनी रूपमा व्यवस्थापन गर्नु। अर्थमन्त्री खतिवडाले अनलाइन भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले सो सम्बन्धी कानुन निर्माणको कामलाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धि र विकासका लागि पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ। मन्त्री महासेठले मुलुकलाई समृद्ध बनाउन सरकारले रेलमार्ग र जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिनु परेको पनि स्पष्ट पार्नुभयो। आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले भारत र चीन दुवै छिमेकी मुलुकको सहयोग लिएर सरकारले रेलमार्ग निर्माणको कामलाई अघि बढाएको पनि स्मरण गराउनुभयो। The project has a strong focus. मन्त्री महासेठले राजमार्गहरूको कनेक्टिभिटीमा जोड दिन सरकारले 2000 भन्दा बढी सडक पुल निर्माण योजना अघि सारेको पनि बताउनुभयो। विकास र समृद्धिका लागि सडक पुलको निर्माण अति उपयोगी हुने मन्त्री महासेठको भनाइ छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिलिम सिन्हाले संवैधानिक व्यवस्था अनुसार फागुन 20 गते सम्ममा संविधानसँग बाझिएका सबै ऐन संशोधन गरिसक्ने बताउनु भएको छ। संसदीय मामिला पत्रकार समूहका नवनिर्वाचित पदाधिकारीलाई आज सिंहदरबारमा आफ्नै सचिवालयमा बधाई तथा शुभकामना दिँदै अध्यक्ष तिलिम सिन्हाले संविधानले गरेको व्यवस्था अनुसार निर्धारित समयभित्रै सबै ऐन संशोधन गरिसक्ने बताउनु भएको हो। संघीय संसदको दुवै सदनमा पर्याप्त छलफल, विचार विमर्श र प्रक्रियासम्मत ढङ्गले ऐनहरू पास गरिने पनि उहाँले बताउनुभयो। जसरी हामी विधेयक पास पनि गर्नुपर्ने, नयाँ बनाउनु पर्ने र संशोधन गर्नुपर्ने, ऐनहरूको फेयरिस्ट के विषयमा संशोधन गर्नुपर्ने, के नयाँ बनाउनु पर्ने, यो नयाँ संविधान अनुसार छ भन्ने कुराहरू सहितको हाम्रो सचिवालयबाट त्यो लिस्ट तयार पारेर हामीले दिएका छौँ। र त्यहाँ पनि सबै कानुन मन्त्रालयले विधेयक तयार पार्ने होइन, विभिन्न मन्त्रालयहरूका आफ्ना विषयगत हिसाबले उनीहरूले विधेयक तयार पार्ने हो। त्यो काममा अहिले सबै मन्त्रालयहरू लागेका छन्। त्यसकारण हाम्रो हिउँदे अधिवेशन पुस 11 गते सुरु हुँदासम्ममा धेरैजसो विधेयकहरू टेबल भएका भने छन्। यसकारण अब अहिले हतार हुँदैन। यसको मतलब संघीय संसद बैठक प्रारम्भ भएको मितिले 1 वर्षभित्र संविधानसँग बाँझिएका ऐन संशोधन गरी पास गरिसक्नुपर्ने व्यवस्था संविधानले गरेको छ। त्यसैगरी संविधान कार्यान्वयनका लागि आवश्यक नयाँ कानुन पनि आगामी फागुन 20 गतेभित्र संसदबाट पास भई प्रारूपीकरण भइसक्नुपर्ने व्यवस्था छ। अध्यक्ष तिलिम सिन्हाले सकारात्मक आलोचना मार्फत संसदका गतिविधि जनतामाझ पुर्याउने सवालमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचित पदाधिकारीलाई सुझाव दिनुभयो। अपन न्युजमा पूर्ण व्यावसायिक विश्रामपछि चेक रिपब्लिकको एक कोइला खानीमा दुर्घटना हुँदा 13 जना खानी मजदुरको मृत्यु र ए डिभिजन बीको 10औं चरणको पहिलो खेलमा मछिन्द्र क्लबको जित, सरस्वती 4-2 गोल अन्तरले पराजित। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। आगामी पुस 13, 14 र 15 गते गुरुङ समुदायले आफ्नो महान चाड तमु लोसार काठमाडौँको टुडी खेलमा भव्यताका साथ मनाउने भएका छन्। तमु लोसार मूल आयोजक समितिले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी
पुस 13, 14 र 15 गते विभिन्न कार्यक्रम गरी तमु लोसार पर्व मनाउने जानकारी गराएको हो। लोकतान्त्रिक आन्दोलन घरघरमा मनाउँदछौँ। लोसार उपत्यका बाहिर रहेका गुरुङहरूले पनि धुमधामका साथ मनाउँदै आएका छन् र काठमाडौँ उपत्यकामा तमाम जातिहरूको बसोबास बढ्दो गतिमा भइरहेकाले भव्य रूपमा मनाउनका लागि राष्ट्र प्रमुख, सरकार प्रमुखको समुपस्थितिमा हर्षोल्लासका साथमा विशेष कार्यक्रम गरे। समितिले पुस 12 गते खेलकुद प्रतियोगिता कार्यक्रम आयोजना गर्नेछ। त्यसैगरी 13 गते लोकदोहोरी तथा नृत्य प्रतियोगिता आयोजना गर्ने र मुख्य दिन 15 गते काठमाडौँको बसन्तपुरबाट सांस्कृतिक झाँकी सहितको र्याली निकाल्न टुडीखेलमा पुगेर कोण सभामा परिणत हुनेछ। सो कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले पनि सम्बोधन गर्नुहुनेछ। कार्यक्रम अवधिभर कार्यक्रम स्थल टुडीखेलमा तमु समुदायका परिवार सहितका फुड स्टलको पनि व्यवस्था गरिनेछ। यसैबीच तमु समुदायले आफूहरूको सांस्कृतिक चाडपर्व तमु लोसारको बिदा कटौती नगर्न सरकारलाई पुनः दबाब पनि दिएको छ। काठमाडौँको भृकुटी मण्डपमा विद्युतीय सामग्रीहरूबाट अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी सुरु भएको छ। निक इलेक्ट्रोटेक नाम दिएको सो प्रदर्शनी आजबाट सुरु भएको हो। विद्युतीय सामग्रीहरूको नयाँ प्रविधिबारे आम उपभोक्तालाई जानकारी गराउने उद्देश्यले सो प्रदर्शनी सुरु गरिएको प्रदर्शनी आयोजक समितिका प्रचार विभाग प्रमुख कोमल पोखरेलले जानकारी दिनुभयो। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका नयाँ मोडलका विद्युतीय सामग्रीहरूको स्टल राखिएको छ। कम विद्युतीय खपत हुने सामग्रीहरूलाई प्रदर्शनीको आकर्षणको रूपमा रहेको छ। रिएक्सन हुने जमघट हुने थलो हो। यसमा हालसम्म उत्पादन भएका विद्युतीय सामग्री र विद्युतीय सामग्री लगायतका विषयवस्तुहरूसँग केन्द्रित रहेका सामग्रीहरू यसमा प्रदर्शन रहनेछन्। त्यस्तै आम उपभोक्ताहरूले लेटेस्ट नवीनतम सामग्रीहरू प्रयोग गर्ने विधि तरिकाहरू यसमा सिक्नुहुनेछ। त्यस्तै गरेर इलेक्ट्रिक इफिसियन्सी कम विद्युतीय खपत हुने सामग्रीहरूको यसमा प्रदर्शन हुनेछ। समग्र उपभोक्ता, प्रदर्शनकर्ता, त्यस पछाडि उत्पादनकर्ता उहाँहरू बिचको इन्टरेक्सन गर्ने एउटा थलो भएकोले यो आगामी 5 दिनसम्म यहाँ पाल्नुहुने प्रदर्शनीमा भारत, चीन, थाइल्यान्ड लगायतका विदेशी कम्पनीका विद्युतीय सामग्रीहरू पनि रहेका छन्। प्रदर्शनीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गुणस्तरीय उत्पादनमा जोड दिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री पुनको भनाइ छ। भन्न हामी एकले अर्कालाई विश्वास गर्न नसक्ने अवस्थामा पुग्यौँ। हाम्रा निकायहरूले एकअर्का त्यसो हो। त्यसैले हामी विश्वासमा काम गर्ने हो। हरेक ट्रान्सफर्मर चेक गर्दै हिँड्ने कुरो, हरेक चाहिँ चेक गर्दै हिँड्ने कुरो होइन त। त्यस्तो क्वालिटी चाहिँ प्रतिस्पर्धा गर्नै पर्छ। त्यस्तो चाहिँ अब गुणस्तर त फेरि कायम गर्नै पर्छ। तर नेपाली उत्पादनलाई हामी हरेक सेक्टरमा उत्पादनलाई हामी प्रोत्साहन गर्छौँ। त्यसै हामी अहिले पोलमा करिब आत्मनिर्भर छौँ। त्यसै गरी 5 दिनसम्म चल्ने प्रदर्शनीमा 1 लाख बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको प्रदर्शनीमा विद्युतीय सामग्रीहरूको उपभोगका बारेमा जानकारी दिने व्यवस्था पनि गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चेक रिपब्लिकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा 13 जनाको खानी मजदुरको मृत्यु हुनका साथै अरू 10 जना घाइते भएका छन्। ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलोजोभस्कीले मारिएका 13 जनामा 11 जना पोल्यान्डका र 2 जना चेकोस्लोभाकियाका रहेको जानकारी दिनुभयो। उक्त दुर्घटनामा बिहीबार अपराह्न राजधानीबाट प्रागबाट करिब 300 किलोमिटर पूर्व कार्भिना सहरको सिएसमा खानी भएको थियो। उक्त दुर्घटनाको कारणबाट थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ। चेक रिपब्लिक समेतका पूर्वी युरोपका देशहरूमा ठूलो सङ्ख्यामा कोइला खानी सञ्चालनमा रहेका र तिनीहरूमा निकै जोखिम रहने गरेको छ। अब खेल समाचार। पल्सर ए डिभिजन लिगको 10औं चरणमा आएर मछिन्द्र क्लबले पहिलो जित निकालेको छ। आज भएको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई 4-2 गोलले हराएको छ। खेल सुरु भएको चौथो मिनेटमै आत्मघाती गोलले सरस्वतीले अग्रता बनाएको थियो। मछिन्द्रका सञ्जय
राजवाहकले सरस्वतीका रमेश तामाङले हानेको बल क्लियर गर्न खोज्दा गोल भएको थियो। 12औं मिनेटमै मछिन्द्रले बराबरी गोल फर्कायो। मछिन्द्रका लागि कप्तान विशाल राईले गोल गरे। खेलको 20औं मिनेटमा बसाइडिया हाइमडीले गोल गर्दै मछिन्द्रलाई 2-1 को अग्रता दिलाए। त्यसको 5 मिनेटमै अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई 2-1 को अग्रता दिलाए। खेलको 34 मिनेटमा फ्रान्सिका ओएमाले गोल गर्दै सरस्वतीले मछिन्द्रलाई दबाब दियो। त्यसपछि कुनै गोल हुन सकेन र पहिलो हाफ 3-2 गोलमा सकियो। दोस्रो हाफमा सरस्वतीले राम्रा मौकाहरू सिर्जना गरेको थियो तर गोल गर्न भने असफल रह्यो। थपिएको 5 मिनेटको इन्जुरी समयका पहिलो मिनेटमै मछिन्द्रले 4-2 गोलको अन्तर बनायो। उसका लागि विकास राईले पेनाल्टी मार्फत गोल गरे। जितसँगै मछिन्द्र क्लबको 10 खेलबाट 6 अङ्क सहित लिगको 11औं स्थानमा अल्केको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। विराटनगरमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु। काङ्ग्रेसको विधान मसौदामा शीर्ष नेताहरूबीच सहमति जुट्यो। केन्द्रीय कार्य समितिबाट अनुमोदन हुन बाँकी। बिना इजाजत भुक्तानी सम्बन्धी कारोबार गर्नेमाथि कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी। मुलुकलाई समृद्ध बनाउन सरकारले पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएको भौतिक पूर्वाधार मन्त्री महासेठको भनाई। र ए डिभिजन लिगको 10औं चरणको पहिलो खेलमा मछिन्द्र क्लबको जित। सरस्वती 4-2 गोलले अन्तरले पराजित। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।